नमस्कार। एउटा भाइले मलाई सोधेको थियो कि दाइ अब मैले काठमाडौँमा बस्न खोजिरहेको छु। काठमाडौँमा बस्नको लागि जाडो महिनामा के कुराहरू चाहिँ अलिकति बढी ध्यान दिनुपर्छ, के कस्ता उपायहरू अपनाउँदाखेरि अप्ठ्यारो हुँदैन भन्ने कुराहरू मैले सोधेँ। र मैले पनि अब आफूले बसेका र आफूले भोगेका आधारमा आफ्ना एक्सपिरियन्सहरू चाहिँ यस प्रकारले सेयर गरेँ। र यदि तपाईँ पनि काठमाडौँ बस्ने योजना बनाउनुहुन्छ र जाडो महिनामा काठमाडौँ आउन चाहनुहुन्छ भने नि धेरै ठुलो होइन, सानो सानो कुराहरूमा ध्यान दिनुपर्छ क्या जाडो महिनामा। किनभने काठमाडौँ भनेकै यता जाडो महिनामा धेरै जाडो हुन्छ क्या, पानीहरू एकदमै चिसो हुन्छ। र यसबाट बाँच्नको लागि के चाहिँ उपाय अपनाउनु पऱ्यो भने नि, जस्तै कि अब सुरुदेखि स्टार्ट गर्दाखेरि जाडो महिनामा सबभन्दा मेन प्रब्लम भनेको यताको पानी चिसो हुन्छ। अब बिहान उठ्न बित्तिकै चाहिँ अब ब्रस सरस गर्नु पऱ्यो। ब्रस गर्न बित्तिकै तपाईँको हात पानीमा त भिड्नै पऱ्यो एटलिस्ट। पानीमा भिड्ने बित्तिकै तपाईँले जाडो हुन्छ भनेपछि अब त दाउराहरू ल्याएर यता त्यो सलाइले लाइटरले सल्काउने जस्ता कुरै भएन, किनभने यो त बजार हो। सो त्यसबाट बच्नको लागि तपाईँ एउटा हिटर लिन सक्नुहुन्छ। अब हिटर लिनुभयो, अब ठिकै छ, तपाईँले हात चाहिँ राम्ररी गरमाउनु भयो। अब बिहान बिहान पानी पनि खानु पऱ्यो। पानी खानको लागि चाहिँ तपाईँले अब के चाहिँ गर्नुपर्ने भने, अब रुममा हुनुहुन्छ भने ठिकै छ, ग्यासमा पनि अलिअलि पानी तताइदियो भने पुग्छ। तर लिटरली एउटा सानो कुरा गर्दाखेरि चाहिँ अब तपाईँ होस्टेल बस्नुहुन्छ भने तपाईँमा जतिखेर पनि होस्टेलमा बनाएर दिँदैन क्या तातो पानी। त्यसले भने एउटा सानो केटली चाहिन्छ मलाई। यो केटली सस्ती केटली हो, सस्तीमा दिन्छ, 500-700मा दिइहाल्छ। अब मेन कुरो त के थियो, पानी तातो गर्ने। अब सबभन्दा मुख्य कुरा चाहिँ के हुन्छ भने काठमाडौँमा खास गरी स्टुडेन्टहरूले 15-15 दिन, 20-20 दिन, 30-30 दिन विद्यार्थीहरू नुहाउँदैन। त्यसको मुख्य कारण चाहिँ के हुन्छ भने नि, यताको पानी चिसो हुन्छ। अब चिसोमा नुहाउन मन लाग्दैन। त्यसैले गर्दाखेरि यसबाट बाँच्नले के गर्नु भने, वाटर हिटिङ रड हुन्छ कि एउटा सानो, त्यो पनि 150-200मा दिइहाल्छ। अब त्यति साह्रो हामीले भनौँ न, एक प्लेट मोमो खायो भने 150 रुपियाँ जान्छ, 200 रुपियाँसम्म जान्छ। अब त्यो 150मा एक दिन मोमो प्लेट नखाएर यदि त्यो आउँछ भने किन नलिनु त? त्यस्ता दिमाग चाहिँ अलिकति लगाउनु पर्ने हो, यसबाट चाहिँ भन्नुपर्ने क्या। कतिपय साथीहरूले पैसा भएर पनि आइडिया हुँदैन क्या, त्यही भएर यो भिडियो चाहिँ तपाईँहरूको लागि अलिकति हेल्पफुल हुन्छ क्या। त्यसै गरी तपाईँले अब मेन कुरा यही नै थियो। अब केही समस्या छ भने चाहिँ मलाई मेसेज गर्नुभयो, त्यही अनुसार त्यही टपिकमा भिडियो बनाइदिन्छु।